जनावरहरूको दुनियाँ कस्तो अचम्मको छ हैन? त्यहाँ यस्ता कति रहस्य छन् जुन सानो सानो कुरामा लुकेका हुन्छन्। आज हामी एउटा यस्तै कथा हेर्दैछौँ जहाँ केही साधारण सूत्रले ठूला रहस्यहरू खोल्दै जान्छन्। ल, एकछिनलाई सोच्नुहोस् त। तपाईहरू चितवन राष्ट्रिय निकुञ्ज घुम्न जानुभयो अनि त्यहाँ एउटा यस्तो जनावर देख्नुभयो जुन पहिले कहिल्यै देख्नुभएको थिएन। अब भन्नुहोस्, त्यो जनावरले बच्चा जन्माउँछ कि अण्डा पार्छ भनेर कसरी चिन्ने होला? यो एउटा कक्षा कोठामा सोधेको एकदमै रमाइलो प्रश्न थियो। यो कथाको सुरुवात हुन्छ एउटा कक्षा कोठाबाट, जहाँ एक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई जीवजन्तु चिन्ने एउटा अनौठो तरिका सिकाउँदै हुनुहुन्थ्यो। धेरैजसो विद्यार्थी त चुपचाप थिए, तर शिक्षकसँग भने एउटा गजबको र सजिलो जवाफ थियो। पहिलो रहस्य त्यो हो कानको सूत्र। शिक्षकका अनुसार यो प्रश्नको जवाफ जनावरको कानमा लुकेको हुन्छ। उहाँको सूत्र त एकदमै सजिलो थियो। उहाँले भन्नुभयो, जुन जनावरको कान बाहिरबाट देखिन्छ नि त्यसले बच्चा जन्माउँछ, अनि जसको कान देखिँदैन त्यसले अण्डा पार्छ। जस्तै हात्तीको कान देखिन्छ त्यसैले उसले बच्चा जन्माउँछ, तर सर्पको कान देखिँदैन त्यसैले उसले अण्डा पार्छ। कति सजिलो! पहिलो रहस्य त सुल्झियो, तर अब शिक्षकले विद्यार्थीहरूलाई अर्को अलिक गहिरो प्रश्न सोध्नुभयो, जसले साँच्चै सबैलाई सोच्न बाध्य बनायो। यो त साँच्चै नै गाह्रो प्रश्न हो, हैन त? कुनै जनावरले के खान्छ भनेर नहेरिकै नै त्यो शाकाहारी हो कि मांसाहारी भनेर कसरी पत्ता लगाउने होला? शिक्षकको जवाफ फेरि पनि उस्तै अनौठो थियो। शिक्षकका अनुसार यसको जवाफ पनि त्यही जनावरको शरीरमै लुकेको हुन्छ। उहाँले तीनवटा कुरा हेर्न लगाउनुभयो र पहिलो सङ्केत थियो आँखा। पहिलो सङ्केत हो आँखाको आकार। उहाँको भनाइअनुसार मांसाहारी जनावरको आँखाको बनावट गोलो हुन्छ, तर शाकाहारी जनावरको आँखा भने अलि लाम्चो आकारको हुन्छ। यो कुरालाई उदाहरणले अझै प्रष्ट पार्छ। जस्तै बाघ र कुकुरको आँखा हेर्नुहोस्, गोलो हुन्छ। अनि गाई र हात्तीको आँखा कस्तो हुन्छ? हो, लाम्छो। ल, अब अर्को सङ्केततिर लागौँ, जसले यो रहस्यलाई अझै खुलाउँछ। यो सङ्केत चाहिँ जनावरको नङमा लुकेको छ। नियम यस्तो छ, मांसाहारी जनावरको नङ लामो र तीखो हुन्छ, शिकार गर्न सजिलो होस् भनेर। अर्कोतिर शाकाहारी जनावरको नङ भने चेप्टो र अलि फराकिलो हुन्छ। फेरि उदाहरण हेरौँ न। बाघ र गिद्धको नङ्रा कति तीखा हुन्छन्, तर मानिस, गाई र घोडाको नङ हेर्नुहोस् त, चेप्टो र फराकिलो छ। अब हामी अन्तिम र तेस्रो सङ्केतमा आइपुग्यौँ है। यो सङ्केत चाहिँ जनावरले आफ्नो शरीरको गर्मीलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुरामा छ। शिक्षकको तेस्रो तर्क के थियो भने मांसाहारी जनावरहरूलाई खासै पसिना आउँदैन। उनीहरू जिब्रो बाहिर निकालेर स्यास्या गर्दै शरीरलाई चिसो बनाउँछन्, तर शाकाहारी जनावरहरूलाई चाहिँ पसिना आउँछ। ल, यी तीनवटा नियम त सिकियो। अब आयो सबैभन्दा महत्त्वपूर्ण प्रश्न। शिक्षकले सोध्नुभयो, अब भन त, यी नियम अनुसार मानिस चाहिँ कहाँ पर्छ? अब पालो आयो यी नियमहरूलाई हामी आफैमाथि लागू गर्ने। सोच्नुस् त, शिक्षकको प्रश्न थियो, यी सङ्केतहरूले मानिसबारे के भन्छन् होला? जब विद्यार्थीहरूले यी तीनवटै नियमलाई मानिससँग दाँजेर हेरे, उनीहरू सबैको एउटै निष्कर्ष निस्क्यो। मानिसको आँखा लाम्चो, नङ चेप्टो र पसिना पनि आउँछ। शिक्षकले भनेअनुसार त यी सबै शाकाहारीका विशेषताहरू पो भए। अनि जब शिक्षकले सोध्नुभयो, त्यसो भए मानिसहरू किन मासु खान्छन् त? विद्यार्थीहरूले आफ्नै तर्क अनुसार एउटा गम्भीर जवाफ दिए। उनीहरूले भने, कि त अज्ञानताले कि त मूर्खताले गर्दा। यो चाहिँ त्यो कथाले प्रस्तुत गरेको एउटा विचार हो है। तर यो कथा जनावरको बारेमा मात्र थिएन। यसको पछाडि एउटा गहिरो सन्देश पनि लुकेको छ। खासमा यो प्रश्नोत्तरको शैलीले विद्यार्थीलाई सोच्न बाध्य बनाउँछ र पाठलाई रमाइलो पनि। यसरी सिकेको कुरा, चाहे त्यो नैतिक होस् वा बौद्धिक, जीवनभरि याद रहन्छ। यो कथाको अन्तिम तर्क चाहिँ के छ भने मानिसको जैविक बनावटले नै हाम्रा पूर्वजहरू कन्दमूल र फलफुलमा निर्भर थिए भन्ने सङ्केत गर्छ, जुन शाकाहारी जीवनशैलीसँग मिल्दोजुल्दो देखिन्छ। र अन्त्यमा यो कथाले हामीलाई एउटा ठूलो प्रश्न सोधेर छोड्छ, के हाम्रो शरीरको बनावटले मात्रै हाम्रो प्राकृतिक आहार के हो भनेर निर्धारण गर्छ त? यो साँच्चै नै सोच्न पर्ने कुरा हो।